गाइज वेलकम ब्याक टु माई एनुअल ब्लग। आज पनि हामी फिसिङ गर्न जाँदैछौँ समुद्र साइडतिर। यो चाहिँ सी वाटरमा चाहिँ मेरो फर्स्ट टाइम हो, किनकि म प्रायः जस्तो फ्रेस वाटरमा माछा मार्न जान्छु, तर आज चाहिँ म समुद्र साइडतिर माछा मार्न जाँदैछु। यो मेरो फर्स्ट टाइम। अब हेरौँ के कस्तो माछा पर्छ। अहिले चाहिँ म यहाँ मङ्कोक भन्ने ठाउँमा छु। फिसिङको लागि चाहिँ बेट किन्न जाँदैछु। अब हेरौँ अब के कति माछा पर्छ। म तपाईँहरूलाई चाहिँ यो भिडियोमा देखाउनेछु। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ म फिसिङ स्पोटमा जाँदैछु गाडी टोरेर। म चाहिँ अहिले फिसिङ गर्ने स्पोटमा आइपुगेँ। यहाँबाट चाहिँ हामीले बोट लिएर फिसिङ गर्न जाने हो। यो चाहिँ मेरो फर्स्ट टाइम यो ठाउँमा आएको। म पहिला कहिले पनि यो ठाउँमा आएको थिएन। नयाँ एक्सपिरियन्स गर्न पाइयो। अगाडिको भ्यू यस्तो छ, अति दामी लाग्यो पनि हेर्दा भने। अब यहाँबाट चाहिँ हामी बोट लिएर जाने हो। यहाँ चाहिँ यस्तो सानो सानो बोटहरू हुन्छ। यहाँ चाहिँ यस्तो सानो सानो बोटहरू हुन्छ। अनि चाहिँ हामी बोटहरू चाहिँ रेन्ट गरेर चाहिँ हामी माछा मार्न जाने आज। चाहिँ यस्तो छ ठाउँ चाहिँ अति दामी छ। जो अहिले केटाहरू चाहिँ आएको छैन, म चाहिँ एकछिन भने पनि फिसिङ रड हामीले बस्छु केटाहरूमा आएसँग। अब हेरौँ के कति माछा पर्छ। यहाँ पनि जस्ट ट्राई गरौँ है। ल है, गाई भाइ पनि आइसक्यो, गाइजहरू पनि आइसक्यो अहिले अगाडि। ओ जोनी यता हेर न, यता हेर न। ल है ठिक छ, आज मार्नुपर्छ माछा है। ल फर्स्ट ट्राई है। ल जोनी कति ढिला आएको यार, के हो यार। ल आज दियोस् समुद्रमा मेरो चाहिँ फर्स्ट ट्राई। अब के कति माछा पर्छ हेरौँ। अब हामी जाँदैछौँ मैले बोटको लागि। ल है गाइज, हामी चाहिँ मैले बोटमा बसिसक्यो। मेरो तपाईँ यस्तो छ फर्स्ट एक्सपिरियन्स समुद्रमा माछा मार्ने। सेन्साई जोलो जोलो ए आज जोलोले के गर्ला जस्तो छ है। ल आज चाहिँ हामी माछा मार्न यो यता पनि माछा मार्दो रहेछ। अरे ल अहिले हामी चाहिँ यता यो ठाउँमा त्यहाँको अगाडि निना टावर छ, यता जाँदैछौँ। ट्याक्क ब्रिजको मुनि रहेछ माछा मार्ने। केटाको अगाडि जाँदैछु। बाटो फेरि दामी छ है, फेरि ढुङ्गा 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 ढुङ्गा। बोटको मान्छेले छाल पनि आउँछ बिक्री पनि हुँदैखेको अरे। अब हेर्नु के हुन्छ। गाइस अहिले चाहिँ माछा मार्ने ठाउँ चाहिँ यही नै हो। यता चाहिँ दाइहरू अनि जोलो फिसिङ रड रेडी गर्दैछ।
फर्स्ट क्लास दामी चाहिँ समुद्रभरि अब समुद्रभरि आगो बोल्ला जस्तै आगो है खतरा माछा पऱ्यो खतरा खालको माछा मजाले पकाएर खानु पर्थ्यो है गनिकाले मुड हाल्दैछ यहाँ माछा पार्छु हेरौँ के कति पार्छ वाह के पऱ्यो यस्तो खतरा छ यार खतरा यता त चस्मा पनि दामी रहेछ मेरो भाइको ल आजको क्याच यहाँ चाहिँ भाइ अर्को देखाउ त ल साइजको छ है साइजको छ है खोइ त्यो देखाउ त यता उठाएर देखाउ त यो चाहिँ दामी छ है जोस ल ल ल ल जोस खासै माछा त परेन माछा यति नै हो आई होप तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला ल गाइज ब्याक टु होम अब हामी घर जाँदैछौँ आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सी यू नेक्स्ट व्लग बाई बाई